राइजिङ सन अर्गनाइजेसन अफिस चाहिँ कहाँ छ? मिलनचोक बुटोलमा छ र हामीहरू तपाईँहरू जस्तै अरू पनि डिफ्रेन्ट विद्यार्थीहरूलाई डिफ्रेन्ट स्कुलहरूमा गएर यसरी विभिन्न प्रकारको यो मोटिभेसन खालको हामी विभिन्न कार्यक्रमहरू रन गर्छौँ जसमा तपाईँहरूलाई एजुकेसन लिनको लागि तपाईँलाई पढ्न लेख्नुलाई राइट तपाईँलाई अझै मोर हेल्प होस् अझै तपाईँलाई सजिलो होस् के छ मुख्य उद्देश्य छ बुझ्नुभयो त तपाईँले केही कुरा सिक्न चाहनुहुन्छ तपाईँहरूले यदि केही कुराहरू सिक्न चाहनुहुन्छ भने तपाईँहरूको फोकस तपाईँको कन्सन्ट्रेसन र हामीले जे कुरा तपाईँलाई सिकाउँदैछौँ त्यो कुरालाई एकदम ध्यान दिएर सुन्नु होला बुझ्नु होला र हामीले भनेका कुराहरूलाई तपाईँले व्यावहारिक जीवनमा पनि लाग्नु भन्दै अगर तपाईँलाई केही राम्रो चिज लाग्यो भने कपीमा नोटहरू बनाउनुहोस् राइट अगर नोटहरू बनाउनु नभ्यायो भने एटलिस्ट दिमागले चाहिँ त्यो कुराहरूलाई लिनुहोस् र त्यही कुराहरूलाई हाम्रो क्लास सकिएपछि घरमा गएपछि के गर्नुहोस् तपाईँले एप्लाई गर्न सुरु गर्नुहोस् चाहनुहुन्छ सिक्न स्योर 100% विद्यार्थी हुनुहुन्छ राइट र हामी पनि कुनै दिन तपाईँहरू जस्तै विद्यार्थी राइट र हाम्रो पालोमा र अहिले तपाईँहरूको पालोमा धेरै परिवर्तन च्यालेन्जेसहरू आएको छ धेरै चुनौतीहरू आएको छ राइट र यसै अहिले जुन समय जुन परिस्थिति छ राइट यो अनुसार यदि तपाईँहरू आफ्नो एजुकेसनलाई राम्रो तरिकाले अगाडि बढाउन सक्नु भएन भने भोलि गएर तपाईँलाई लाइफको लागि धेरै स्ट्रगल गर्नुपर्ने एउटा नर्मली हेऱ्यो भने यो एउटा के हो एउटा गभर्मेन्ट स्कुल हो यो के एउटा गभर्मेन्ट स्कुल हो राइट सरकारी स्कुल हो तैपनि तपाईँहरू हेर्नुहोस् कति भाग्यमानी हुनुहुन्छ तपाईँहरू बोर्डिङ स्कुल जस्तै तपाईँहरू इङ्ग्लिस मिडियममा पढ्न पाउनुभएको छ हो कि होइन अरू पनि यस्तो विभिन्न स्कुलहरू छ नि जुन विभिन्न स्कुलहरूमा यस्तो इङ्ग्लिस मिडियमहरू लागु जहाँनिर चाहिँ कतिपय स्टुडेन्टहरूलाई स्कुलमा एडमिसन पनि गर्नुभएको छैन उहाँको प्यारेन्ट्सहरू भनेपछि मैले के भन्दैछु तपाईँहरू स्कुल पढ्न पाउनुभएको छ यो तपाईँको नेपालको सबैभन्दा राम्रो स्कुल कुन हो थाहा छ तपाईँलाई नेपालको सबैभन्दा राम्रो टप लेभल यस कालिका स्कुल ल मलाई भन्नुहोस् त कालिका स्कुल बोर्डिङ स्कुल हो या सरकारी स्कुल हो हाम्रो स्कुल कुन हो कालिका स्कुल कुन हो नेक्स्ट यही बुटोलको अरू पनि यस्तो स्कुलहरू छ राइट जस्तो तपाईँको माथि कान्ति स्कुल नाम सुन्नुभएको छ कान्ति स्कुल पनि के छ सबैभन्दा राम्रो स्कुल मध्ये पर्छ बुझ्दै हुन्छ मैले के भन्दैछु नेक्स्ट यहाँ मणिग्राममा एउटा स्कुल छ नै नवीन त यहाँ मान्छे छ राइट एउटा मणिग्राममा स्कुल छ शान्ति नमुना स्कुल यो स्कुल पनि के हो यो गभर्मेन्ट स्कुल हो यो स्कुल पनि सरकारी स्कुल हो बुझ्दै हुन्छ मैले के भन्दैछु यो स्कुल पनि नेपालको सबैभन्दा राम्रो स्कुल मध्ये काउन्ट गर्छ र અહીં यता हाम्रो भाइहरूले भन्दै हुन्थ्यो नि यहाँको हाम्रो नजिकैको स्कुल कुन स्कुल भन्दै हुन्थ्यो तपाईँले यस नवीन औद्योगिक स्कुल यस इन्जिनियरिङ पढाइ हुन्छ त्यहाँनिर र म तपाईँहरूको सरहरूसँग मैले जब कुराकानी गर्दै थिएँ यो स्कुलको लागि पनि यस्तो विभिन्न प्रोग्रामहरू उहाँले सोध्दै हुनुहुन्छ इट मिन्स यु आर सो लक्की स्टुडेन्ट कि तपाईँहरू यति भाग्यमानी हुनुहुन्छ राइट कि तपाईँहरू के छ यो टप लेभलको स्कुलहरूमध्ये राइट जुन हामी गभर्मेन्ट स्कुलहरूलाई देख्छौँ नि तपाईँहरू पनि यस्तो के छ गभर्मेन्ट स्कुल सरहरूलाई हेर्नुहोस् त तपाईँहरूको लागि कति दुःख गर्दै हुनुहुन्छ जस्तै विभिन्न के छ यस्तो ह्यान्डराइटिङको प्रोग्रामहरू लिएर आउनुभएको छ हो कि होइन तर राम्रो ह्यान्डराइटिङ लेखेर सरलाई फाइदा हुने हो या तपाईँहरूलाई फाइदा हुने हो याद गर्नुहोस् के गरेको छ तपाईँले जति पेमेन्ट दिनुभयो नि त्योभन्दा धेरैभन्दा महँगोमा उहाँहरूले सिक्नुभएको छ इट मिन्स तपाईँहरू एउटा भाग्यमानी विद्यार्थी तर तपाईँहरूले पहिला यो कुरालाई एक्सेप्ट गर्नु अब तपाईँले सोच्नुहुन्छ है सरकारी स्कुल तपाईँ गलत हुनुहुन्छ बुझ्दै हुन्छ मैले के भन्दैछु राइट र अहिलेको डेटमा जति पनि यो देशलाई लिड गरेको स्कुलहरू छ राइट यो पुरा नेपाललाई लिड गर्ने स्कुलहरू छ म्याक्सिमम स्कुलहरू के छ पढ्दैछौ हामी जस्तै स्कुल हो त्यो पनि हो कि होइन अगर त्यो स्कुलले नेपाल टप्नु सक्छ भने अगर त्यो स्कुल नेपालको सबैभन्दा राम्रो स्कुल बन्न सक्छ भने हाम्रो स्कुल बन्न सक्छ कि सक्दैन इक्जाम दिने कसले हाम्रो प्रिन्सिपल सरले अकाउन्टेन्ट सरले पढाउने विभिन्न क्लास टिचरहरूले हामीलाई साइन्स पढाउनुहुन्छ जसले हामीलाई सोसल पढाउनुहुन्छ जसले हामीलाई इङ्ग्लिस पढाउनुहुन्छ राइट हो उहाँ सरहरूले इक्जाम दिने हो इक्जाम कसले दिने हो पढाइमा ध्यान कसले दिनुपर्छ कसले गर्नुपर्छ अगर तपाईँहरूले मेहनत गर्नुभयो भने तपाईँ पढेको स्कुललाई
कोअपरेट पनि कसले गर्नुपर्छ, मेहनत पनि कसले गर्नुपर्छ। म्याडमले जो कुरा तपाईँलाई गाइड गर्नुहुन्छ राइट, एकदमै राम्रो गाइड गर्नुहुन्छ। कहिले कसो एउटा मिसअन्डरस्ट्यान्डिङ हुन्छ, कहिले कसो के हुन्छ, गलत बुझाइ हुन्छ, कहिले कसो भन्छ त दुई हात मिल्यो भने के भन्ने हो, मेहनत गर्दै हुनुहुन्छ तपाईँहरूको लागि भन्ने राइट। तपाईँहरूले खुदको लागि मेहनत गर्दै हुनुहुन्छ। मान्नुहोस् कि यो क्लासमध्ये राइट अहिले यहाँ जति पनि विद्यार्थी हुन्छ यो मध्ये एकजना कोही डक्टर बन्नुभयो, एकजना कोही इन्जिनियर बन्नुभयो, यता हाम्रो बहिनीहरूको साइडबाट कोही नर्स बन्नुभयो, कोही एयर होस्टेस बन्नुभयो, कोही टिचर बन्नुभयो। भोलि गएर तपाईँहरूले कमाएको पैसा सर तपाईँले पढाएको छु म आज डक्टर बने, मैले आज महिनामा 1 लाख कमाएको छु लाउनुहोस् 50,000 भनेर दिनुहुन्छ तपाईँहरूले दिनु। डक्टर बने भने र इन्जिनियर बने भने जिन्दगी कसको राम्रो हुन्छ, कसले धेरै सुख पाउँछ लाइफमा, कसले धेरै इज्जत पाउँछ लाइफमा। टिचरहरू त तपाईँलाई एउटा माध्यम जस्तो के बुझ्नुभयो के भने मैले, टिचरहरू के हो तपाईँहरूको लागि एउटा माध्यम हो। तपाईँले कहिले डुङ्गा चढ्नु भएको छ अनि त्यो माझीले के गर्छ, डुङ्गा चलाउँदै चलाउँदै पारी लैदिन्छ कि लैदिन्न त। जो मान्छे पारी गयो ऊ त आफ्नो गन्तव्यतिर गयो नि, ऊ त आफ्नो घर जानु थियो घर गयो हो कि होइन, ऊ आफ्नो काममा जानु थियो काममा गयो। त माझी कहाँ हुन्छ ल भन्नुहोस् त, माझी त जहाँ मात्रै हुन्छ नि हो कि होइन। त्यो यात्रु पो आफ्नो लक्ष्यमा पुग्छ, यात्रु पो आफ्नो गन्तव्यमा पुग्छ हो। सेम तपाईँको आज कहाँ हुन्छ के गर्दै हुनुहुन्छ हो कि होइन। तर यदि उहाँहरूले त्यो दिन राम्रोसँग नपढाइदिएको भए राइट, उहाँहरूले ठगिदिएको भए आज म यहाँ आउन सक्थेँ, मैले यति पढ्न सक्थेँ, पढाउनु भयो हो उहाँ टिचरको कारणले गर्दा आज म यहाँ छु। तर मेरो टिचर त जहाँ कतै हुनुहुन्छ नि त हो कि होइन। मैले कमाएको पैसा त उहाँलाई लगेर दिएको छैन नि त छु। र अब तपाईँहरू पनि भोलि एउटा असल मान्छे बन्नुभयो राइट, भोलि एउटा सफल मान्छे बन्नुभयो, भोलि तपाईँ राम्रो पैसा कमाउनु भयो राइट, भोलि राम्रो नाम कमाउनु भयो भने तपाईँ हामीले त के हुन्छ सर म्याडमहरूलाई बाटोमा देख्यो सर नमस्ते यति त हो गर्ने, त्योभन्दा अरू के लगाउनुहोस् हो। सेम लाइफ न सफल हुने तपाईँहरू हुँदै हुन्छ। मैले के भन्दैछु हो यसको लागि राइट हामी पनि तपाईँलाई कोअपरेट गर्न चाहन्छौँ, हामी पनि तपाईँलाई अझै तपाईँलाई मेहनत गर्न हामी प्रेरणा दिन चाहन्छौँ।